आज के छ त त्यस्तो स्पेशल। हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हजुरहरूलाई मेरो न्यू भिडियोमा स्वागत छ। हजुरहरूले देख्नु भइसक्यो होला, यहाँ चाहिँ म आज कपाल कोर्दैछु। मेरो कपाल यस्तो बट्ठ परेको छ कि तपाईँहरूलाई म के भन्नु। रुमभरि दिनभरि सुत्ता मेरो हालत खराब भइसकेको थियो। त्यही भएर म चाहिँ आज बिहान उठेँ, मतलब बिहान छैन 10 बजी उठेर यहाँ क्रिम सिरिम धस्दै मेकअप गर्दै साडीहरू लगाएर बसिरहेको थिएँ। यो साडी लगाउनलाई कुनै स्पेसल दिन चाहिन्छ भन्ने दिन छैन। आफूलाई जुन बेला मन लाग्यो त्यही बेला जुरुक्क उठेर लाउँदा नि हुन्छ। मलाई चाहिँ आज त्यस्तै भइरहेको थियो, त्यही भएर मैले साडी पनि लगाइदिएँ। अनि यसो झुम्का पनि लगाइदिनु पऱ्यो। अब साडी लगाएपछि त झुम्का पनि लाउनु पर्छ नि त होइन। अनि यो राम्ररी हुनको लागि झुम्का मात्रै लगाएर भएन, लिपस्टिक पनि त अलिअलि घस्दिनु पऱ्यो भनेर मैले लिपस्टिक निकालेर लाउन थालेँ। लिपस्टिक नि लगाएँ। लिपस्टिक लगाइसकेपछि मेरो अब अनुहारमा अझै मेकअपहरू अब यति मेकअपले त पुग्दैन। त्यही भएर मैले मेरो आइब्रो गर्न थालेँ। आइब्रो गर्ने साथसाथै मैले अब गाजल लाउँछु भनेर गाजल पनि निकाल्न थालेँ। अनि मलाई गाजल चाहिँ लाउन आउँदैन त्यति साह्रो। मैले अहिले आएको नयाँ स्टाइलमा लाउन थालेको थिएँ, तर बिग्रेँ। अनि मलाई जस्तो मनपर्छ त्यस्तै लगाइदिएँ। अब जस्तो आउँछ त्यस्तै लगाइदिएँ। अनि त्यसपछि टिका लगाइदिनु पऱ्यो भनेर यस्तो टिका चाहिँ थिएन मलाई, नर्मल टिकाको। त्यही भएर गाजलको टिका लाउनु थालेको। गाजलको टिका चाहिँ यस्तो हेर्छु लाउँछु, सानो भएछ। अनि त्यसपछि फेरि लगाएको त मेरो त दुईवटा भयो, मतलब बिग्रियो। अनि त्यसपछि मैले मेटिदिएँ। अनि हजुरहरूले हेर्नु भइसक्यो होला, केटीहरूले एक थरीले मात्र पुग्दैन मेकअप गर्न, के जान्छ के जान्छ। तर म त त्यति धेरै गर्दिनँ, नर्मली गर्छु। मलाई त्यति धेरै हेभी मेकअपहरू पनि मन पर्दैन। अनि मैले जस्तो आउँछ त्यस्तै मेकअप गरिदिएँ। यहाँ म रेडी पनि भइसक्यो। मेरो चाहिँ यही कपाल कोर्न मात्रै बाँकी थिएँ। अनि म चाहिँ त्यस्तो केटी हो नि जसलाई कपाल कोर्नै आउँदैन। कपाल त गर्न आउँदा त्यो स्टाइल कपाल के गरेर गर्नुपर्छ बनाउनुपर्छ, मलाई त्यो कुनै पनि बनाउनु आउँदैन। अनि मैले यतिकै छोडेँ त्यस्तो के होस् भनेर। यत्रो धेरै मेकअप गरिसकेपछि त अलिअलि भिडियो पनि बनाउनु पऱ्यो भनेर म चाहिँ यस्तो उफ्रिदिएको। तर भिडियो चाहिँ राम्रो भएन रहेछ। साथीहरू भिडियो राम्रो हुनको लागि चाहिँ क्यामेरा क्वालिटी पनि राम्रो हुनुपर्छ नि त। आज म चाहिँ किन हो अड्केर बोलिरहेको छु, त्यही भएर यस्तै भयो आजको दिन चाहिँ। हजुरहरूलाई थ्याङ्क यू सो मच मेरो भिडियो लास्टमा हेरिदिनु भएकोमा।